हाई गाइज नमस्ते। शुभ बिहानी। आज म ड्युटीमा छु। आज चाहिँ तपाईँहरूलाई मैले स्पेसल्ली आज यो 2026 सालको अन्तिम दिन र आज हाम्रो लास्ट इन्भेन्ट्री छ। आज चाहिँ हाम्रो यो सामानहरूको चाहिँ सबै हामीले काउन्टिङ गर्नुपर्ने हुन्छ। यसको बारेमा मैले तपाईँहरूलाई देखाउने छु र हामी यहाँ काम गर्ने मान्छेहरू कति छौँ र को छौँ भन्ने कुरा पनि तपाईँहरूलाई मैले एउटा क्लिप देखाउने छु। ये हमारा कंपनी का आदमी है, एक दोस्त इधर है। क्यों नहीं दिया? थोड़ा आराम से बनाओ ना, इतना स्पीड से बना रहा है यार। ये हाम्रो आज हमारा यहाँ लास्ट दिन आज 2025 लास्ट दिन हो, त्यही भएर आज काउन्टिङ सुरु भएको छ। यो सबै फलामको आफ्नो आफ्नो साइज छ। यो चाहिँ तिरपाल हामीले चाहिँ पानी आउँछ त्यसको लागि चाहिँ हामीले यो सेफ्टीको लागि राख्छ। यो टायर चाहिँ यो हावा आएर उडाउँछ यसलाई, अनि यो टायरले चाहिँ त्यसलाई बाँध्ने हो, अँठाएर राख्ने चाहिँ यसको काम हुन्छ। हाम्रो सबै आज काउन्टिङ भइरहेछ। आज लास्ट दिन। धेरै छ माल, अरू सबै तिरपाल खोलेको छैन, अर्डर आएको छैन। यो चाहिँ माथिबाट माल आएको थियो फ्याक्ट्रीबाट, त्यही भएर यसलाई चाहिँ खोलेको। म बस्ने घर हो है। एउटा यतातिर ठुलो टावर छ, अनि यहाँ एउटा क्रेन छ, त्यो क्रेनको साइडमा अर्को टावर पनि छ, अनि हाम्रो स्टोर हो। अनि यो चाहिँ हाम्रो क्रेन हो है। देखो जी, आज हमारा इन्वेंट्री है, साल लास्ट का 2025 का लास्ट दिन है। आज इन्वेंट्री शुरू हो रहा था, इसलिए आज थोड़ा साइलेंट है इधर में। यो हाम्रो छड हो, दुई तला माथिको। यहाँ हाम्रो यस्तो खालको व्यवस्था गरिएको छ। यतातिर चाहिँ यस्तो छ, साउदी अरब रियाद सुलाइमा पर्छ हो। यो हाम्रो चाहिँ काउन्टिङ सुरु भइरहेछ। सबै यो हाम्रो फलाम है, फलामको गोदाम हो यो। आज काउन्टिङ सुरु भइरहेछ। मान्छे यहाँ तल छ। फलामको गोदाम है मेरो कम्पनी चाहिँ। यहाँ पहाड पनि छ है, वहाँ उता पहाड छ वहाँ। यहाँ तल हाम्रो कम्पनीको गाडीहरू छ, सबै अफिसमा काम गर्ने मान्छेहरूको गाडी हो।
ये मेरा दोस्त है हैदर साहब है हमारा पाकिस्तान का, मेरा साथ काम करता है। फ्रॉम पाकिस्तान से आया हुआ है। हम साथ में काम करता है हमारा दोस्त। इधर ये इंडिया का केरला। ये हमारा मुदीर है हमारा कंपनी का, फ्रॉम बांग्लादेश से आया है। हमारा साथ शुरू से साथ में ही है, अभी भी साथ में है। हम साथ में मिलजुल के काम करता है, बहुत अच्छा आदमी है। थोड़ा इसको आप लोग कैसा लग रहा है कमेंट में बता देना।